हे भगवान, तपाईले मेरो मेहनत खेर जान दिनु भएन। पक्कै पनि तपाई कसैको मेहनत खेर जान दिनुहुन्न। बस अब अन्तर्वार्तामा पनि मेरो साथ दिनु होला। हेर, यो गरिब भिखारीको छोराले पनि लोक सेवाको सपना देख्दैछ। मेरो श्रीमान म्यानेजर हुन् र तिमी एउटा मजदुर। मैले तिमीलाई पहिल्यै भनेको थिएँ नि कि तिमी कहिले अफिसर बन्न सक्दैनौ भनेर। तिमी गरिब छौ र गरिब नै रहनेछौ। नालीको किरा हौ तिमी। भ्यान्टा, अलि दिन कुरेर बस। म को हो भनेर तिमीलाई देखाउँछु। आज धेरै काम गरेर इन्टरभ्यूका लागि कोट किन्छु। दाई, मलाई एउटा राम्रो सुट किन्नु छ। केही दिनमा मेरो लोकसेवाको अन्तर्वार्ता छ। हुन्छ सर। आज मलाई पसले दाईले सर भन्नुभयो, मलाई एकदम खुसी लाग्यो। भगवानले चाहे भने म मेरो बुवाको हाकिम बन्ने सपना पक्कै पूरा गर्नेछु। म मेरो बुवाको सपनाको एकदमै नजिक छु। बस हे भगवान, मेरो साथ नछोड्नु होला। अन्तर्वार्ताको ढोका अगाडि पुगेको आलु, के उसले लोकसेवाको यो अन्तिम लडाईँ जितेर हाकिम बन्ला त? हेर्नुहोस् अन्तिम भागमा।